अहिले भने हामी यसरी खोलाको पुलमा आइसकेका छौँ। यो पुल कस्तो हल्लेको, कस्तो डर लाग्दो भइसक्यो। अहिले तल अलिक ठुलो हिँड्ने बानी भएर क्या यो लाइक अस्तिको श्रमदान चाहिँ यही बनाउनु भएको होला सायदै। हाम्रो पुरा माथि उठाउनु भएको रहेछ नि त। हाम्रो दाजुहरूले गर्नुभएको थियो होला। अनि चाहिँ अहिले चाहिँ खोला यस्तो छ, यस्तो छ यता। अनि यो चाहिँ के कसो हुन्छ, खाजा किनिसक्यो मैले, बिस्कुट र चाउचाउ हो। अब चिप्लो नचिप्लो छ त यहाँनिर त। अब सिधै माथि गएपछि भेट्नेछौँ। Right now guys, I'm in just climbing uphill. माथि चाहिँ खुल्लै रहेछ हो, as you can see. तर भने पुरै बादल लागिरहेको छ त। अनि त्यहीमा चाहिँ धुवालो क्लाउडी फगी हेर्नु चाहिँ आएको एकदम। द्याट मिन्स बादल माथि आँखमा हो भन्दा पनि सुहाउँछ त्यसरी। अनि चाहिँ छिटो हिँडिरहेको छु नि त म। बादल फेरि उडिजान्छ नि र पछाडि चाहिँ यस्तो छ बादल घुर्से भनौँ न होइन। म चाहिँ अगाडि जाँदैछु। ओ माई गॉड, अमेजिङ। मेरो डेस्टिनेसन भनेको चाहिँ माथिको डाँडो हो। त्यहाँबाट चाहिँ सफा देख्छ नि त सबै कुरा। अहिले चाहिँ त सबै बाटो खनेको रहेछ। यो हाम्रो हाइकिङ रुट यो पनि थिएन, पर थियो। अनि त्यहाँबाट तातेहरूसँग थियौँ। माथिको डाँडो चाहिँ आइपुग्नु पर्ने हो, आइहाल्नु पर्यो म। यहाँनिर तरी कि बोरी के छ रहेछ, तर उठाइसक्यो गर्दा तल त्यस्तो हुसे थियो, यहाँ त केही पनि छैन नि त। द्याट मिन्स म धेरै माथि आइसकेँ त। अब हेर्दैछौँ के कस्तो हुन्छ। ल अहिले भने हामी आधै बाटो आइसकेको छौँ है त। यहाँनिर चाहिँ खेत पनि रहेछ। यहाँनिर चाहिँ धान रोप्नु भएको रहेछ। तिनवटा गाईहरू छ हो। एन्ड देन पहिलाको घर जस्तो छ त यो। भनेपछि यहाँबाट सिधा तल गऱ्यो भने चाहिँ बादल देख्छ नि त। अझै माथि जानु बाँकी नै छ। अझै लाग्छ होला आधी घन्टा। फाइनली गाइज म चाहिँ अब आइपुग्न आँटिसकेँ। पछाडि चाहिँ यस्तो छ। रमाइलो भइरहेछ आज, मजा भइरहेछ हो एक्लै भने। यस्तो मजा भइरहेछ। पछाडि उयो म देखाउनेछु। यस्तो छ गाइस, के यो स्वर्ग भन्ने कि बादल भन्ने हो यस्तो। स्वर्ग त भनिँदैन होला कि बादल नै भनिन्छ। फेरि खुल्ला अब गएर त्यहाँनिर के कस्तो छ हो एकछिन बस्ने हो। पुग्नुपर्ने चाहिँ अझै त्यहाँ माथि हो। भनेपछि रमाइलो गर्ने हो। अब भने म इन्ट्री हुन्छ त हाम्रो तप्तुङ्गी आइपुगिसकेँ म। कति लाग्यो त तल भनेको सरासर हिँड्दाखेरि पनि 2 घन्टा ज्यादा नै लाग्यो। 2 घन्टा लगभग 10-20 मिनट चाहिँ गइरहेछ एप्रोक्सिमेटली।
2.5 hour भनौँ न होइन त्यति चाहिँ लाग्यो मलाई यहाँ आइपुग्न अब यो सिँढीमा समथिङ मेबी 345 or 35 त्यस्तै कति गनेको थिएँ मैले एकचोटि but today I'm not going to count it because I am so much tired so यस्तो छ माथि जानुपर्ने अनि पछाडि चाहिँ भ्यू त भइ नै हाल्यो सर अलिक सुक्दै जस्तो छ एक्लै आउनुको रमाइलो नै फल्के आफ्नै तालमा हिँड्नु हो यहाँ चाहिँ मेरो क्यामेरा छ हो अनि चाहिँ भिडियोहरू के कस्तो हुन्छ फोटोहरू खिच्छु म हो अनि पछि अघि आएको बाटोमा देखाउँछु अब यता तल छ पछाडि त कोही मान्छे अझै तल घरतिर उठेकै छैन होला किनभने अहिले भर्खर 8 बज्दैछ नि त घरमा भए त म नै 7:30सम्म त सुत्नै हुन्थेँ तर आफ्टर 2 hours अफ स्ट्रगल होइन 2 घन्टाको मेहनतपछि म यहाँसम्म आइपुगेको छु भ्यू दिस होइन सिँढी त त्यही हो पहिला पनि देखाएकै हो होइन अनि पछि यता चाहिँ अब नयाँ नौलो भनेको यता तलको मात्र क्या यता पर यस्तो छ अनि धेरै फोर्स भने चाहिँ अब प्लास्टिकहरू अलिक टिपेर जलाइ पनि राख्नुपर्छ जस्तो लाग्दैछ मलाई के कसो हुन्छ जस्तै यहाँनिर चाहिँ यतिको यो गरेको रहेछ नि त बिरुवा रोपेको अनि यसले पारेको रहेछ यसले जालीले मको बाटो जस्तो छ यता यो बाटो आएको हो म भोकाला चाहिँ बाँकी छ माथिसम्म एक्लै आउनु छ धेरै फाइदा छ तर एउटा चाहिँ बेफाइदा छ क्या हो जस्तै कसैले त मेमोरीको लागि फोटो खिच्नु भन्छ नि त फोटो खिच्नु चाहिँ उपर जाऊ हुन्छ एक्लै आउँदाखेरि अरू त सबै फाइदै छ डिआक्स डट सुब्बा लेखेको रहेछ यहाँनिर चाहिँ के लेखेको छ हो वायातहरू वायात त के भन्नु जस मजाले सफा चाहिँ गरेको रहेछ यहाँको के भन्ने अहिले क्लिन रहेछ त यहाँनिर सबै फोटोहरू टिपेर हो अनि झारहरू पनि फालेर अनि राम्रो बनाएको रहेछ यहाँ नाम हेर्न सक्नुहुन्छ कसको नाम छ कसको नाम छ यो चाहिँ हाम्रो प्राइड प्यालेस भन्छ यहाँको नाइट क्याम्प आउनेहरूको लागि बनाइदिएको होला सायद हन्टरहरू अब चाहिँ आइपुगेको जस्तै त बाटो चाहिँ जस्तो उपर सफा गर्नुभएको रहेछ यहाँनिर निट एन्ड क्लिन छ आइपुग्यो यस्तो सफा छ नि आज बाटो पनि सफै गरिदिएको रहेछ राम्रो छ राम्रो ए धनियाँहरू पनि रहेछ यहाँनिर के छ मान्छे छ जस्तै छ के ज्याकेट हो बनाएको रहेछ यहाँनिर हो मलाई उपर मन पर्यो यो जग्गा चाहिँ मन पर्यो मलाई फाइनली आइपुग्यो यो चाहिँ हाम्रो भ्यू रहेको छ अब त Oh my gosh एकदम बवाल छ यो चाहिँ हाम्रो तप्थुङ भन्छ है त
अझै पनि किनभने मेरो पछाडि हेर्न सक्नुहुनेछ कस्तो देखिरहेछ वेदर भनेर हो उपरै फगी छ क्या यानि कि क्लाउडी हाम्रो घरतिर चाहिँ उपरै उयो छ भनेपछि पछाडि यसलाई के भन्ने स्वर्ग त भन्न सकिँदैन होला किनभने कसैले पनि हेरेको छैन नि त स्वर्ग कस्तो हुन्छ भनेर बट हाम्रो भिजनमा चाहिँ स्वर्ग यस्तै हुन्छ भनेर हामी कल्पना गर्न सक्छौँ है त यो तरिकाले हामी अनि यतापट्टि हाम्रो झुपे डाँडा र चिन्डे डाँडा पनि देखिरहेको छ अनि हाम्रो घर त अझै देखेको नै छैन हो यो भित्र पर्छ हो कहाँ गएन धरान पनि यही भित्र पर्छ अनि पछि यता हाम्रो ढिङ्गाबारी लाइक अनि खनबारी अरू बेला चाहिँ यता सबै क्लियरली देखिन्थ्यो क्या भने अहिले चाहिँ जाडो महिना हो नि त आज माघ हो कि पुष होला सायदै 13-14 कति 14 गते होला होइन आज यो खालको अवस्था छ है त भनेपछि तपाईँहरूकोमा कस्तो हुँदैछ बिस्तारै अब यो बादलहरू माथि आउँदैछ है त अनि यो चाहिँ अब जति घाम लाग्छ त्यति उयो हुन्छ नि त मोइस्चरहरू धेरै भरिएको हुन्छ यो बादलमा त्यसैले अब घाम लागेपछि यो मोइस्चरहरू सुक्दै गएपछि चाहिँ यो उयो हुन्छ क्या माथि आकाशमा उड्न थाल्छ चाहिँ एक्लै आएको थिएँ नि त अनि चाहिँ खासै फोटोहरू पनि खिच्दैन अर्को पालि आउँदाखेरि चाहिँ धेरै ग्रुप बनाएर आउनुपर्छ अहिले हुन्छ हो हामी सबैबाट छिट्टै आउनेछौँ फेरि पनि अब चाहिँ हामी घर जाँदैछु यानि कि 12 भित्र जाँदैछु यता अब अघि चाहिँ हामी माथि थियौँ जसबाट यो सम्पूर्ण देखेको थियो भने अब चाहिँ फेरि यही भित्र जानुपर्ने थियो हामी यानि कि यो भित्र हामी जानुपर्ने छ हाम्रो घर यता अब देखिरहेको छैन फेरि तल झरिसकेँ अब यो चाहिँ फर्किएको म यहाँ माथि थिएँ भने अब हामी जान्छौँ 1 घन्टा जति लाग्छ होला घर पुग्न रमाइलो भयो जे भए पनि